अब फुटबलिङ वर्ल्ड संसार एन्ड हुन लाग्यो बिकज आर्सेनल वान ओभर बर्नली 1-0। अब के मात्रै सुन्नुपर्ने हो थाहा छैन। इफ आर्सेनल विन द टाइटल होइन, अब गेमको कुरा गरौँ, आर्सेनललाई त्यति प्रेसर फिल चाहिँ भइरहेको थियो होइन। अनि बर्नलीले चाहिँ पुरा डिप अनि कम्प्याक्ट लाइक छ नि, अब आर्सेनल ह्याभ टु अर्न इट भन्ने टाइपको लाइक खेलिरहेको थियो होइन। तर अगेन अब आर्सेनलको गोल्डन बोय बुकायो साका, हु इज नट बेटर देन मेसी बाई द वे, तर अब यु माइट हेयर पिपल अफ आर्सेनल हेरिटेज सेइङ कि अब इज मच बेटर होइन। एनिवेज साका र हावर्ड्स होइन, दे वर द वान्स हु असिस्ट र गोल। अनि त्यसपछि त्यही हो, अब हावर्ड्स पनि अब इट इज अस क्रेडिट होइन। अब इम्पोर्टेन्ट मोमेन्टमा गोल त हानिरहेछ अनि अब धेरै क्रिटिसिजम पाए पनि अब दिस वाज अ भेरी इम्पोर्टेन्ट गोल होइन। तर यही कुरा गर्दा पनि अब सेकेन्ड हाफमा हावर्ड्सको च्यालेन्जले खास अब रेड कार्ड पाउनुपर्ने हो मेरो हिसाबमा। अब त्यही हो कि अब कन्सिस्टेन्सी नै छैन अनि अब वेन थिङ्स गो यर वे अब एभ्रिथिङ गोज यर वे। बट एनिवेज टाइटल विनिङ टिम्सहरूले अब यस्तै बेलामा पनि क्यापिटलाइज गर्ने हो। अनि सिम्पल कुरा चाहिँ के हो भन्दा चाहिँ अब आर्सेनल दे फाउन्ड अ वे टु विन विदाउट प्लेइङ ब्रिलियन्टली होइन। अनि द्याट इज वाट च्याम्पियन्स डु। अब प्रेसर इज कम्प्लिटली अन म्यान सिटी। अब इफ दे फेल टु बिट बर्नमाउथ भन्यो भने अब सत्यानाश, विच मिन्स आर्सेनल बिकम प्रिमियर लिग च्याम्पियन्स। अब यो जितेन भने त आर्सेनल टाइटल जितेको छँदैछ। अब फेरि इफ रिपोर्ट्स आर टु बी बिलिभ सिटी आर प्रिपेरिङ लाइफ आफ्टर लाइक अब पेप गार्डियोला चाहिँ यो सिजन छोड्छ भन्ने कुरा छ कि हि इज वान अफ द ग्रेटेस्ट इफ नट द ग्रेटेस्ट म्यानेजर अफ अल टाइम होइन। अनि भन्नाले अब सिटी आर प्रिपेरिङ फर लाइफ विदाउट गार्डियोला भनेर भनिरहेको छ। अल्दो लाइक दे हेभ इन्सिस्टेड हि स्टिल हेज 1 year लेफ्ट होइन। तर अब थाहा छैन के हुन्छ चाहिँ, अब जस्ट सिटीको अनसर्टेनिटी छ। अनि बिसाइड्स द्याट आउटसाइड इङ्ल्यान्ड चाहिँ अब वान अफ द ग्रेटेस्ट म्यानेजर अगेन इफ नट द ग्रेटेस्ट होसे मोरिन्यो, ब्रिलियन्ट म्यानेजर फर चेल्सी। अनि त्यसपछि दिस सिजन यु वेन्ट अनडिफिटेड होइन भन्नाले फर बेन्फिका। अनि अल्दो हि नट विन एनी टाइटल्स, आर्सेनलको गोल्डन बोइजहरू के भन्छ यो अनडिफिटेड भएर के पनि हुँदैन क्या। बिकज इफ यु नट विन द टाइटल द्याट्स द एन्ड अफ द डे नि होइन, अनडिफिटेड भएर के गर्ने। सो एनिवेज बेन्फिका विन अनडिफिटेड अनि दे वर थट तर अब हि इज फाइनली रिटर्निङ ब्याक टु रियल मड्रिड होइन। अब लट्स अफ इगो अनि हि हेज द्याट क्यापेसिटी टु ट्राई एन्ड टेक कन्ट्रोल अफ द ड्रेसिङ रुम। सो या द्याट्स द न्युज। अब आज गेम्सहरू छ, सो विल सी व्हाट ह्यापन्स।